breadth नाप्छौँ with the help of scale. अब यति लामो स्केल चाहिँदैन. To measure the length of the deceased body, we'll use a measuring tape. दुईटा भयो common instrument हामी अरू बेला पनि युज गर्छौँ. त्यसपछि आफ्टर एक्सटर्नल एक्जामिनेसन विल डु एन इन्टरनल एक्जामिनेसन. सबभन्दा सुरुमा स्किन इन्सिजन दिन्छौँ. स्किन इन्सिजनको लागि के चाहियो त? स्क्यालपेल. स्क्यालपेल छैन यहाँ. यो स्क्यालपेल होइन, यो काट्दैन यसले. ठिक छ. स्क्यालपेल सर्जरीमा देखेको छ नि. सो दुईवटा पार्ट हुन्छ त्यसको, सर्जिकल ब्लेड एन्ड बिपी ह्यान्डल. बर्ट पार्कर ह्यान्डल भन्छ होइन, बिपी ह्यान्डल र सर्जिकल ब्लेड जोड्यो भने स्क्यालपेल भन्छ. सो फर्स्ट इन्स्ट्रुमेन्ट इज स्क्यालपेल विच कन्सिस्ट अफ अ सर्जिकल ब्लेड. युजली हामीले 22 नम्बरको ब्लेड युज गर्छौँ अटोप्सीको लागि. 20-22 नम्बरको ठुलो ब्लेड हुन्छ कि होइन. त्यसपछि बिपी ह्यान्डल. ठिक छ. सो दिस इन्स्ट्रुमेन्ट अब यहाँ छैन. सो इमेजिन गर अब सर्जरीको. सो वी युज द्याट इन्स्ट्रुमेन्ट टु गिभ स्किन इन्सिजन, रिफ्लेक्ट मसल्स एन्ड टिस्यु. ओके, एउटा स्किन इन्सिजन दिन्छौँ, अर्को स्किन र मसल्स रिफ्लेक्ट गर्नलाई पनि वी युज द्याट सेम स्क्यालपेल. एन्ड देन अल्सो टु कट स्ट्रक्चर्स इनसाइड द बडी. बडीमा चाहिँ अब अरू एट्याचमेन्टहरू, सफ्ट टिस्यु एट्याचमेन्टहरू काट्नलाई पनि विल युज द सेम स्क्यालपेल. ठिक छ. स्क्यालपेल काम भयो. सो यो अटोप्सी इन्स्ट्रुमेन्ट विल बी आस्क्ड इन यर स्पटर्स. है 3 मार्क्सको हुन्छ. यु विल बी आस्क्ड टु आइडेन्टिफाई अर नेम द इन्स्ट्रुमेन्ट एन्ड मेन्सन इट्स युज. स्क्यालपेल अथवा बिपी ह्यान्डल मात्रै पनि राखेको हुनसक्छ, अरू होल स्क्यालपेल नै पनि हुनसक्छ. सो त्यो छ भने त्यसको युज इज टु गिभ ए स्किन इन्सिजन, टु रिफ्लेक्ट स्किन एन्ड सफ्ट टिस्यु एन्ड टु कट सफ्ट टिस्युज. ओके, मसल सफ्ट टिस्यु रिफ्लेक्ट पनि गर्नलाई युज गर्छौँ भने इन्टरनल सफ्ट टिस्युहरू काट्नलाई पनि युज स्क्यालपेल अर ब्लेड. ठिक छ. त्यसपछि आफ्टर गिभिङ स्किन इन्सिजन वी रिफ्लेक्ट दि चेस्ट क्याभिटी, के अरे थोराक्स, एब्डोमेन. स्क्याल्प इन्सिजन पनि हो है, सेम ब्लेडले हामीले स्क्याल्प इन्सिजन पनि दिन्छौँ. देन वी विल कट रिब्स विथ दिस रिब कटर अथवा रिब सियर पनि भन्छ. रिब सियर अर रिब कटर. ओके, दिस इज युज टु कट द रिब्स. ओके, यो चाहिँ हामीले इन्टरकोस्टल मसलमा फोक गर्ने. एन्ड देन विल कट. है यहाँबाट काट्दै जान्छ माथिसम्म बोथ साइड. देन विल रिमुभ द स्टर्नल प्लेट. ठिक छ. स्टर्नल प्लेट निकालेपछि एन्ड देन डिसेक्सन गर्न अगेन अब इन्टरनल अर्गन रिमुभ गर्न फेरि सफ्ट टिस्यु काट्नलाई हामीले फेरि स्क्यालपेल युज गर्छौँ. ठिक छ. एन्ड विल रिमुभ द इन्टरनल अर्गन्स. टाउकोमा पनि विल रिफ्लेक्ट द स्क्याल्प विथ द हेल्प अफ अ स्क्यालपेल. होइन, एन्टिरियर फ्ल्याप र पोस्टिरियर फ्ल्याप. स्क्याल्पमा चाहिँ हामीले कोरोनल इन्सिजन भन्छौँ. कोरोनल प्लेन, दिस प्लेन इज कोरोनल प्लेन. होइन, बाइमास्टोइड इन्सिजन पनि भन्छ. एउटा मास्टोइड र अर्को मास्टोइड. एन्ड देन विल रिफ्लेक्ट द एन्टिरियर फ्ल्याप एन्ड पोस्टिरियर फ्ल्याप अफ द स्क्याल्प. एन्ड देन वी विल saw the bone with the help of a saw. यसको नाम चाहिँ काउन्सिलम्यान्स saw. ओके, स्कल क्याप चाहिँ हामीले सर्कमफ्रेन्सियली स्कल क्याप saw गर्दै निकाल्छौँ. ठिक छ. यसको नाम काउन्सिलम्यान्स saw. तर अहिले चाहिँ वी क्यान अल्सो युज अदर टाइप्स अफ saw. होइन, ह्याक्सॉ. ह्याक्सॉ भनेर थाहा छ? रड काट्ने त्यो फलामको रड काट्ने ह्याक्सॉ युज गरेर पनि हुन्छ. काट्नु पर्यो. अर अहिले चाहिँ वी अल्सो युज इलेक्ट्रिक सॉ. इलेक्ट्रिक सॉ पनि ग्राइन्डर चाहिँ अब हुँदैन. ग्राइन्डरले त्यो सिटा एरोसोल जेनेरेट हुन्छ कि. सो ग्राइन्डरको चाहिँ सो अटोप्सी गर्दाखेरि स्कल काट्ने सॉ चाहिँ इट हेज टु बी एन ओसिलोटोम. ओसिलोटोम पनि भन्छ. ओसिलेट. सो ओसिलोटोम भनेको ओसिलेट गर्ने. द ब्लेड विल ओसिलेट टु एन्ड फ्रो. अगाडि पछाडि मुभ गर्छ कि. इट विल नट रिभल्भ. ब्लेड चाहिँ गोलै भयो भने रिभल्भ गर्दैन. जति घुम्यो त्यति चाहिँ त्यसले एरोसोल जेनेरेट गर्छ कि. ड्रपलेट्सहरू छिटा फाल्छ कि. कन्टामिनेट हुन्छ, आफैले इनहेल गर्छ, फेरि आफैलाई रोग लाग्छ. सो ओसिलेट गऱ्यो भने इट विल जेनेरेट लेस एरोसोल. ठिक छ. रिभल्भिङ सॉ चाहिँ युज नगर्ने, युज एन्ड ओसिलोटोम. अब हाम्रो लागि सबभन्दा सस्तो अप्सन भनेको हामीले अर्थोपेडिक्समा कास्ट कटर युज गर्छौँ. कास्ट काट्ने मसिन हुन्छ कि. द्याट इज अल्सो एन ओसिलोटोम. त्यो पनि ओसिलेट मात्रै गर्छ. सो एडभान्टेज अफ ओसिलोटोम इज इट विल नट कट द स्किन.
केही गरी चिप्लेर कसैको हातमा लागिहाल्यो भने त्यो छाला काट्दैन, काट्यो भने त्यो धेरै डिप जाँदैन कि। अनि प्लास्टर काट्ने मसिनले काट्दाखेरि छाला छुँदाखेरि के पनि हुँदैन नि होइन। सो ओसिलेट गर्छ कि त्यही भएर रिभल्भ गर्नेवाला छ भने चाहिँ त्यसले काट्छ पुरै। के एक्सिडेन्टल कसैले छोयो चिप्लिन्छ कि त्यो काट्दाखेरि, चिप्लेर कसैले छोयो भने हात काट्छ। सो ओसिलेटम युज नगर्ने, ठिक छ। सजिलो चाहिँ अब हामीलाई इलेक्ट्रिक सो इज इजियर। सो इलेक्ट्रिक सो चुज गर्दाखेरि चुज एन्ड ओसिलेटम, ठिक छ। अब छैन भने अब यही टाइम लाग्छ तर काटिन्छ। यो पनि छैन भने हार्डवेयर पसलमा जाने त्यसको ब्लेड ल्याउने, त्यसको ह्यान्डल ल्याउने, राखेर काट्ने, ठिक छ। सो वी युज ह्याक्स। पहिला हामी ह्याक्स नै युज गर्थ्यौँ। अनि टिचिङमा अहिले पनि एउटा युज ह्याक्स। यो त अब नलाग्ने हुन्छ, अब 1 वर्षपछि यो त नलाग्ने हुन्छ। इट विल नट कट, इट वन्ट कट एफिसियन्टली कि आफ्टर रिपिटेड युज। तर अनि यो किन्नु परेन, महँगो हुन्छ कि होइन। अब द चिपर अल्टरनेटिभ इज ह्याक्स 20 रुपियाँ। ब्लेड मात्रै फेरि पुग्यो। एउटा ब्लेडले अब क्यान बी युज फर 5-6 आउट अफ 6 होइन, 4-5वटा काट्नलाई पुग्दैन। सो स्कल पनि खोल्यौँ, त्यो पनि गऱ्यौँ होइन। अर्गेन पनि हामीले निकाल्यौँ बाहिर, ठिक छ। त्यसपछि अब अर्गेन बाहिर निकाल्दै गर्दाखेरि वी युज भेरियस टाइप्स अफ सिजर होइन। सिजरहरू युज गर्छ। कहिले चाहिँ अब ब्लेडले नभ्याउने ठाउँमा चाहिँ वी युज सिजर्स। सो सिजर इज युज टु कट सफ्ट टिस्युज। ओके, सिजर पनि 2टा टाइपको हामीले युज गर्छौँ, 3टा टाइप भनौँ। अर्को एउटा छ कर्भ सिजर पनि हुन्छ, मेयो सिजर, कर्भ मेयो सिजर पनि हुन्छ। ओके, सिजर चाहिँ एउटा चाहिँ ब्लन्ट छ, अर्को चाहिँ पोइन्टेड छ होइन। सो दिस इज सिजर विथ ब्लन्ट एन्ड पोइन्टेड टिप। यसको नामै सिजर विथ ब्लन्ट एन्ड पोइन्टेड टिप। सो दिस सिजर इज युज टु कट सफ्ट टिस्युज एन्ड इट इज अल्सो युज टु ओपन ल्युमिनल स्ट्रक्चर्स। ल्युमेनहरू ओपन गर्नलाई पनि वी युज दिस सिजर। सानो सानो ब्लड भेसल्सको ल्युमेनहरू जस्तै होइन, एवर्ट क्यारोटिड आर्टरी खोलेर हेर्नु पऱ्यो भने हामी यो सिजर युज गर्छौँ। ओके, यसको एडभान्टेज चाहिँ के हो त भने ल्युमेनभित्र चाहिँ हामीले यो ब्लन्ट एन्ड हाल्छौँ कि। सो पोइन्टेड सिजर भएन, दुइटै पोइन्टेड छ। ब्लन्ट एन्ड के अरे यो पोइन्टेड एन्ड हामीले भित्र हाल्यौँ भने इट विल आर्टिफेक्ट क्रिएट गर्छ कि, भित्र काट्छ अथवा पोक गर्छ। सो ब्लन्ट एन्ड हामीले भित्र हालेर काट्छौँ, ठिक छ। एनी ल्युमिनल स्ट्रक्चर्स लाइक ब्लड भेसल्स, भेन्स, ठुलो ब्लड भेसल, ठुलो भेन्स। अब यसको पनि साइजहरू हुन्छ, एउटा सानो साइज पनि आउँछ, एउटा ठुलो साइज पनि आउँछ, ठिक छ। मिडियम साइजको भयो। देन देयर इज पोइन्टेड सिजर। पोइन्टेड सिजर अगेन इट इज युज टु कट सफ्ट टिस्युज होइन, सफ्ट टिस्यु काट्ने। अब इट इज नट युज टु ओपन ल्युमिनल स्ट्रक्चर्स, ठिक छ। अब कहिले हाम्रोमा यो लाग्दैन अनि यही भयो पनि युज गर्छौँ, तर त्यो युज नगर्नु सकेसम्म है। अनि यसको अब यो दुइटाको डिफ्रेन्स के हो, यसको चाहिँ एक्युरेसी राम्रो हुन्छ कि ठ्याक्क पोइन्टेड होस्, जहाँनिर काट्नु खोज्छ त्यहीँनिर काटिन्छ। ब्लन्ट सिजरको चाहिँ जहाँनिर काट्नु खोजेको त्यहाँनिर नहुनसक्छ, ब्लन्ट छ नि त्यो होइन। सो दिस इज पोइन्टेड सिजर, दिस इज ब्लन्ट एन्ड पोइन्टेड टिप सिजर, दुइटै साइजको। यसको चाहिँ एउटा स्पेसल नाम छ, यसलाई एन्टेरोटोम भन्छ। एन्टेरोटोम होइन, नाम द नेम एन्टेरोटोम। इट इज युज टु कट ओपन द इन्टेस्टाइन। इन्टेस्टाइनलाई ओपन गर्न युज गर्ने, ठिक छ। अब इन्टेस्टाइन खास यो नभए नै हुन्छ, वी विल युज दिस। छैन भने एन्टेरोटोम हामीले खासै युज चाहिँ गर्दैनौँ, तर यसको सोधिहाल्यो भने दिस इज एन्टेरोटोम युज इज टु कट ओपन द इन्टेस्टाइनल ल्युमेन, कट ओपन गर्ने, ठिक छ। यति भयो। त्यसपछि अब यसको एउटा यो चाहिँ अब यो स्क्यालपेल भन्छ धेरै जसोले होइन, तर यो चाहिँ कार्टिलेज नाइफ हो कि। दिस इज कार्टिलेज नाइफ। यो चाहिँ यहाँ धार छैन, यसमा धार लगाउन मिल्छ। अनि इट इज युज टु कट कार्टिलेज, स्पेसली हाम्रो इन्टरकोस्टल स्पेस, इन्टरकोस्टल के अरे कोस्टल कार्टिलेज हुन्छ नि, कहिले यो छैन भने इफ दिस रिब सेयर इज नट अभाइलेबल इन यङ इन्डिभिजुअल्स, बच्चाहरू र यङ इन्डिभिजुअल्सहरूमा चाहिँ त्यो कोस्टल कार्टिलेज स्टिल कार्टिलेज हुन्छ कि, कार्टिलेज नै हुन्छ कि। जति एज बढ्दै गयो त्यो क्याल्सिफाई हुन थाल्छ, त्यसले काट्न गाह्रो हुन्छ। कार्टिलेज नै छ भने यसले पनि काट्न सकिन्छ, अरू स्क्यालपेलले पनि काट्न सकिन्छ है। अब यो हामीले खासै युज चाहिँ गर्दैनौँ, यही युज गर्छौँ। ओके, दिस इज कार्टिलेज नाइफ युज टु कट कार्टिलेज, स्पेसल्ली अब कोस्टल कार्टिलेजेस र अरू कार्टिलेजहरू काट्न युज गर्छौँ।
त्यसपछि अघि हामीले टाउको खोल्यौँ होइन स गऱ्यौँ अब स गरिसकेपछि अलिअलि एट्याचमेन्टहरू बस्न सक्छ देयर मे बी सम एट्याचमेन्ट इन दिस कल आफ्टर सइङ होइन स गरिसकेपछि एट्याचमेन्टहरू हुनसक्छ एट्याचमेन्टलाई ब्रेक गर्नलाई चाहिँ विल युज चिसल एन्ड ह्यामर दिस इज चिसल दिस इज ह्यामर ठिक छ यसको काम चाहिँ के त हामीले चाहिँ जुन ग्रुभ हुन्छ स गरिसकेपछि त्यहाँ राखेर ट्याप गर्छौँ कि ट्याप गरेपछि त्यो अलिअलि एट्याचमेन्ट छ भने त्यो ब्रेक हुन्छ एन्ड देन इट विल बी इजी टु रिमुभ यसरी जान्छ टाउको मात्रै युज भएको टाउको मात्रै अर्थमा युज हुँदैन ठिक छ अब यो ह्यामर छैन भने अब हामीले हार्डवेयर पसलमा अर्को ह्यामर ल्याएर त्यो चाहिँ सस्तो पर्छ होइन योभन्दा त्यो अर्को हार्डवेयरको ह्यामर अलिक सजिलो हुन्छ कि छिटो हुन्छ कि सानो छ अलिक ठुलो पनि ठुलो हुन्छ एकचोटि हान्यो एकचोटि दुईचोटि हान्यो तर धेरै बेसी चाहिँ हान्नु हुँदैन बिकज त्यसमा आर्टिफेक्ट हुन्छ कि अरू फ्र्याक्चर्सहरू एक्स्ट्रा फ्र्याक्चर्सहरू बस्न सक्छ कि सकेसम्म बिस्तारै हान्ने आर्टिफेक्ट नहुने गरी गर्नु पऱ्यो होइन आर्टिफेक्ट भनेको एक्स्ट्रा ड्यामेज नहुने गरी ठिक छ चिसेल एन्ड ह्यामर यसलाई चिसेल भन्छ यसलाई ह्यामर भन्छ यसरी हान्ने अब यसरी यसको माथि यसरी राखेर हान्नलाई सजिलो हुन्छ भनेर राखेको त्यसपछि अब यो बाँकी भयो यसले के भन्छ अब नाइफ के नाइफ दिस इज कल्ड ब्रेन नाइफ नाम ब्रेन नाइफ भए पनि वी कट अल दि सलिड अर्गन विथ दिस नाइफ नाम चाहिँ ब्रेन नाइफ BRAIN ब्रेन ठिक छ सो ब्रेन नाइफको एउटा फिचर चाहिँ के छ भन्दाखेरि इट सुड हेभ अ लङ ब्लेड लामो ब्लेड हुन्छ कि जति अब ठुलो अर्गन काट्नलाई अझ लामो चाहिन्छ कि होइन 1.5 फिटसम्मको ब्लेड हुन्छ कि यति लामो होइन इट हेज टु बी थिन पातलो हुनु पऱ्यो बाक्लो भयो भने काट्दाखेरि टिस्युलाई डिस्टर्ब गर्छ कि टिस्यु ड्यामेज बडी हुन्छ सो इट हेज टु बी सार्प अब सार्प छैन धार लाउनुपर्छ इट हेज टु बी सार्प एन्ड लङ है अब सानो सानो अर्गन काट्ने हो भने सानो ब्रेन नाइफ भएन सो इट इज अल्सो ब्रेन नाइफ युज टु कट स्मलर अर्गन्स लाइक किडनी काट्नलाई यो नाइफ भन्ने हुन्छ र बिग अर्गन्स लाइक ब्रेन लिभर सुड बी कट विथ लङ्गर नाइफ इभन योभन्दा लामो हुन्छ है अब ब्रेन नाइफ सजिलै पाउँदैन कि किन्न पाउँदैन अटप्सीको सामान खासै पाउँदैन कि सो वी हेभ टु इम्प्रोभाइज होइन सो हामीले चाहिँ के गर्छौँ किचन नाइफ लङ विथ लङ ब्लेड्स वी क्यान युज द्याट किचन नाइफ पनि लामो ब्लेडको छ भने इट हेज टु एटलिस्ट 10 इन्चेस भन्छ होइन 8-9 इन्चेस छ भने त्यो युज गर्न सकिन्छ किन लामो चाहियो त भन्दाखेरि त्यो काट्दाखेरि दुई तिनचोटि यसरी टु एन्ड फ्रो मुभमेन्ट गऱ्यो भने त्यो टिस्यु डिस्टर्ब हुनसक्छ कि सो एउटा सिङ्गल मुभमेन्टमा या दुईचोटि मुभमेन्टमा हामीले चाहिँ तलसम्म काट्नुपर्छ कि र काट्दाखेरि हामीले यसरी प्रेस गरेर काट्दैनौँ टु एन्ड फ्रो मुभ गरेर काट्छौँ होइन जस्तै ब्रेन राख्यौँ यसरी फिक्स गर्छौँ त्यसपछि यसरी दुईचोटिमा हामी तलसम्म काट्नुपर्छ कि छोटो भयो भने त अब यो भ्याउँदैन यति मात्रै जाने भयो नि त लामो भयो भने एकचोटि यसो जान्छ एकचोटि यसो आउँदाखेरि तलसम्म पुग्छ सकेसम्म एकचोटि या दुईचोटिमा काट्ने जति धेरै स्ट्रोक्स भयो त्यति चाहिँ त्यसमा लेयर बस्छ कि काट्दाखेरि फर्स्ट तान्दाखेरि एउटा लेयरमा बस्छ अर्को तान्दाखेरि अर्को लेयरमा बस्छ सो त्यसले चाहिँ लाइट रिफ्लेक्ट गर्ने फरक भएर डार्क र लाइट ब्यान्ड्सहरू देखिन सक्छ त्यो चाहिँ एबनर्मल हो कि नर्मल हो छुट्याउन गाह्रो हुनसक्छ कति है त्यसरी यसको काम चाहिँ ब्रेन डिसेक्ट गर्ने अनि त्यसपछि के छ अब एउटा मेजरिङ सिलिन्डर छ होइन यसको काम चाहिँ के गर्ने सो बडी क्याभिटीभित्र केही फ्लुइड छ क्यान बी ब्लड अर प्लुरल इफ्युजन पेरिकार्डियल इफ्युजन अर एनी इफ्युजन ब्लड हुनसक्छ त्यसलाई चाहिँ कलेक्ट गरेर मेजर गर्ने कति छ भनेर ठिक छ अब कलेक्ट कसरी गर्ने त भन्दाखेरि कलेक्ट चाहिँ एउटा स्पन्जले हामीले सोक गर्छौँ अब यो ट्रेडिसनल मेथड स्क्विज इट होइन अब यो सिलिन्डर भयो भने गाह्रो हुन्छ अथवा वी क्यान कलेक्ट इट इन अ बकेट अर जग एन्ड देन पोर इट इन द सिलिन्डर ओके अर हामीसँग मेजरिङ जगै पनि आउनसक्छ त्यो भयो भने हामीले सोक गर्छौँ क्याभिटीमा प्लुरल क्याभिटीमा हाल्छौँ स्क्विज गर्छौँ फेरि हाल्छौँ स्क्विज गर्छौँ ठिक छ स्पन्ज युज गर्छौँ अब अहिले त वी क्यान युज सक्सन मेसिन होइन सर्जरीमा सक्सन मेसिन हुन्छ नि त्यो पनि युज गर्न सक्छौँ इफ अभाइलेबल अब तपाईँहरू अटप्सी गर्न जानुभयो जिल्लामा होइन एउटा मगाउनु ठिक छ ल्याइदियो भने सजिलो भयो
होइन। अब त्यसमा त मेजरिङ जार त्यसैमा हुन्छ, कति कलेक्सन आयो भने पनि त्यसमा देखिन्छ। ओके, के छ यसमा अरू छैन काम सक्ने चिज। एउटा बाउल छ के लागि भोक लागेर छ जो चाहिँ सुटर अब के को लागि होला, अब लास्टमा सिलाउन बडी क्याभिटी ओपन गरिसकेपछि त्यसले सिलाउन सुचर भयो। बाउल चाहिँ अब केही कलेक्सनहरू छ भने राख्नलाई होला होइन, अथवा चाहिँ फ्लुटहरू राख्नलाई युज गर्छन्। स्केलले स्केलको काम चाहिँ अब घाउको साइजहरूमा केही पनि कुरा नाप्ने। यु हेभ टु मेजर दि वुन्ड, इन्जुरी पढाइ भएको छैन होइन। सो इन्जुरीको डिस्क्रिप्सन, इन्जुरी सुरु भयो। सो डिस्क्रिप्सन गर्दाखेरि वी हेभ टु मेजर द साइज अफ द इन्जुरी, लेन्थ, ब्रेथ, डेप्थ हामीले स्केलले छिराएर त नाप्दैनौँ, तर लेन्थ र ब्रेथ हामीले चाहिँ स्केलले नाप्छौँ त्यसको लागि। ठिक छ, अरू कुरा पनि नाप्नु पऱ्यो भने विल युज स्केल। अब यति लामो चाहिँदैन, कति छ त्यो 60-61 सेन्टिमिटर छोटो भयो भने सजिलो हुन्छ यसरी नाप्नुलाई। यति हो अटोप्सी, यति भयो भने अटोप्सी गर्न सकिन्छ, ग्रस अटोप्सी। अब त्यसपछि स्याम्पल कलेक्ट गरेर अरू एनालिटिकल टेक्निक्सहरू हुन्छ जुन चाहिँ हामीसँग अहिले अभाइलेबल छैन, जस्तै फरेन्सिक हिस्टोप्याथोलोजी हुन्छ, फरेन्सिक बायोकेमिकल टेस्टहरू हुन्छ होइन, अब माइक्रोबायोलोजिकल टेस्टहरू हुनसक्छ जुन चाहिँ अहिले हाम्रोमा अभाइलेबल छैन, हामी गर्दैनौँ। अथवा गर्ने पऱ्यो भने विल टेक हेल्प फ्रम अदर क्लिनिकल ल्याबको हेल्प लिन्छ। फरेन्सिक डेडिकेटेड चाहिँ छैन। ठिक छ।